अँधेरी रात केटाहरूको साथ अनि मासुभात भए अरू के खोज्ने। यो कहानीको सुरुवात हुन्छ तोरीनिकुबाट। आज चाहिँ केटाहरूले यहाँ देख्न सक्नुहुन्छ तोरीनिकुको व्यवस्था हान्दैछन्। यहाँनिर के हुँदैछ भनेर चाहिँ सोच्नु हुँदैछ भने भाइहरूले फुटबलमा जितेको भालेको चाहिँ आज व्यवस्था एकदम बवाल भएको छ। जित पछिको भाइहरूको खुसियाली अनि मासु खान पाउँछु भनेर भाइहरूको रियाक्सन त एकदम बवाल छ। प्राय हामी धेरैजना चाहिँ मासु खाने थियौँ भने यो भाइहरू चाहिँ भेजी। हामीले खाना खानुभन्दा अगाडि हाम्रो साना साना भाइहरूलाई चाहिँ सबैभन्दा सुरुमा हामीले खाना दियौं। हजुरहरूले पनि गेम जितेर यसरी नै भाले खानु भएको थियो अनि कुनै एउटा राम्रो मेमोरी छ भने एउटा स्विट कमेन्ट गरिदिनु होला। खुवाई पियाई गरिसकेपछि हामीले सानो भाइहरूलाई बिदाई गर्यौं अनि त्यसपछि हाम्रो पालो परिवारसँग बसेर खाना खानु अनि साथीहरूसँग बसेर खाना खानुको मजा चाहिँ एकदम बेग्लै छ। केटा हो आजको मासु तिमीहरूलाई कस्तो लाग्यो भनेको त गुलु जस्तो मासु नहो मिठो त भइहाल्छ नि भनेर मक्ख पो पर्छ त। यो मासु चाहिँ पोलेर खानुपर्छ भनेर साथीले देखायो। मासु त मिठै थियो तर बेसार नलागेर होला अलिक कस्तो कस्तो देखियो। खाना खाइसकेपछि चाहिँ हामी लाग्यौं मासु पोल्न। आज हामीसँग पोलेको मासु मात्र होइन जाते कलेज सबै कुरा छ। आजको स्पेशल कुक चाहिँ मै हो। मासु पोलिसकेपछि हामी लाग्यौं आन्द्रा भुडी पकाउन। देख्न सक्नुहुन्छ अहिले चाहिँ हाम्रो केटाहरू अलिक कम्ती नै छन्। रात पनि छिप्पेर होला कतिजना घर जानु भयो भने कतिजना हामी त्यही थियौँ। मासु भन्दा पनि मिठो मलाई चाहिँ आन्द्रा भुडी लाग्छ। हजुरहरूको फेभरेट चाहिँ के हो एउटा कमेन्ट गरिदिनु होला। आजलाई यति नै बाई बाई।